धेरै नेपालीहरूमा एउटा समस्या देखिएको छ, डिसअर्डर। त्यसलाई भन्छ नार्सिस्टिक पर्सनालिटी डिसअर्डर। यो भनेको यस्ता व्यक्तिहरू चाहिँ अरूको प्रगतिमा रमाउन सक्दैन, अरूको सफलतामा इन्जोय गर्न सक्दैन, अरूको सक्सेस हेर्नै सक्दैन। कसैले राम्रो गरिरहेको छ, कसैले कुनै बिजनेस गर्न सोचिरहेको छ र गर्दैछ, दुःख गर्दैछ, स्ट्रगल गर्दैछ भने पनि त्यो व्यक्तिहरू कसरी हुन्छ नेगेटिभिटी फैलाइदिने, कसरी हुन्छ तल झार्ने प्रवृत्ति हुन्छ यो नार्सिस्टिक पर्सनालिटी डिसअर्डर भएका व्यक्तिहरूमा चाहिँ। यिनीहरूमा त्यो इम्प्याथी भन्ने हुँदैन। एउटा ठेट नेपालीमा भन्ने हो भने चाहिँ खुट्टा तान्ने प्रवृत्ति भएका आचरणहरू चाहिँ यस्ता एनपिडी भएका व्यक्तिहरूमा हुने गर्छ। यस्ता व्यक्तिहरू न आफू रमाउँछ न अरू रमाएको हेर्न सक्छ। तपाईँ आफ्नो एउटा पर्सनल लाइफ सेयर गर्नुहोस् अथवा केही आफ्नो बारेमा केही भन्नुहोस्, उनीहरू गएर ती व्यक्तिहरू गएर अन्टसन्ट लेख्ने, गाली गर्ने गरिहाल्छन्। तपाईँ एउटा चाहिँ राम्रो कन्टेन्ट लिएर आउनुहोस्, एउटा चाहिँ मोटिभेसनल भिडियोजहरू बनाउनुहोस्, जेसै गर्नुहोस्, ती व्यक्तिहरू त्यहाँ पनि गएर नराम्रो कमेन्टहरू गर्न सुरु गरिहाल्छन्। त्यस्ता व्यक्तिहरू चाहिँ नेपालीहरूमा एकदमै बढेर गएको देखिन्छ। र सकिङ फ्याक्ट चाहिँ के हो भने दे आर भेरी स्ट्रेन्जर, मोस्ट अफ देम दे आर भेरी स्ट्रेन्जर। भनेको ऱ्यान्डम पिपलहरू हुन्छन् र जसले तपाईँलाई न चिन्दछ, न तपाईँको फ्यामिलीलाई चिने हुन्छ, न तपाईँ उसलाई चिन्नुहुन्छ। त ती व्यक्तिहरू चाहिँ तपाईँ मात्रै नभएर तपाईँको फ्यामिलीमा समेत गएर उनीहरूले चाहिँ कमेन्टहरू गर्छ, कम्प्लेनहरू गर्छ र त्यो नेगेटिभिटी फैलाउने काम गर्छ। यस्ता व्यक्तिहरूलाई चाहिँ अभोइड गर्नुभन्दा अर्को उपाय नै छैन।